मुख्यमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बिहिबारको बैठकमा गृहको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी गराएका हुन्। गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्तै संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताको साथ अनुगमन गरिरहेको स्पष्ट पारेका छन्। अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनु पर्ने प्राविधिक बाध्यता रहेको उल्लेख गरेका उनले नतिजा नआएसम्म कतिपय कुराहरू सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताएका छन्। विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरण प्रति लक्षित गरेका उनले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुखद भएको बताएका छन्। गुरुङले दोषीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै यो जटिल अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सबै पक्षको सहयोगको अपेक्षा